हेलो नमस्ते वेलकम ब्याक सबैजनालाई। नेपाली टोलीले यति बेला प्रतिस्पर्धा गर्दैछ इन्डियाको टिमसँग हङकङ सिक्सेस अन्तर्गत, जहाँ नेपालले यस प्रतियोगितामा 2 खेल ग्रुप स्टेजमा र 1 खेल बोलमा खेलिसक्यो, जसमध्ये नेपालले 3मा 3 खेल्ने हार बेहोरेको छ र नेपाली टोली भारतसँग यति बेला बोलको थर्ड म्याच खेल्न र आफ्नो व्यक्तिगत बोलको सेकेन्ड म्याच खेल्नुको लागि तयार। र प्रतियोगिताको भने यो नेपाली टिमले खेल्न आँटेको 4औं खेल हो। यसअगाडि 3मा 3 खेल नेपाल हार्यो अफगानिस्तान, साउथ अफ्रिका र नेपाली टोलीले हार बेहोरेको श्रीलङ्काको टिमसँग। अब इन्डियाको टोलीसँग हामीले खेल्नुपर्ने छ। हामीले ग्रुप डी को पुच्छरको टिम श्रीलङ्कासँग हार्यौँ। अब ग्रुप सी को हामीले पुच्छरको टिम इन्डियासँग खेल्दैछौँ र यो खेल सकिएपछि हाम्रो भोलि अर्को खेल युए विरुद्ध रहनेछ। र अहिले पोइन्ट्स टेबलमा हामी के देख्दछौँ भने 4 टिम रहेको छ यति बेला बोलमा, र त्यसमध्ये नेपाल